डे ल हजुरलाई मदर्स डेको धेरै धेरै शुभकामना। कसले पठायो होला थाहा छ हजुरलाई? कसले पठायो होला? लिनु ल हजुरलाई कसले पठायो भन्नु त एकचोटि। कसले पठायो होला? हेलो लस्सो फ्याफुल्ला गुड मर्निङ है सबैजनालाई। आज आमा खुवाउने औँसी, त्यही भएर बाहिरबाट चाहिँ मान्छे सरप्राइज दिनलाई केक अर्डर गर्नुभएको थियो। आमालाई सरप्राइज दिनु पऱ्यो अरे। हामी चाहिँ फ्याबा बेकरीबाट हो। अनि सो हामी चाहिँ अहिले फोन गरेर चाहिँ बोलाउँदै हुनुहुन्छ मान्छे। दिदी आन्टीले बोलाउँदै हुनुहुन्छ। बाइक त यहाँ राख्दा केही हुँदैन होला नि है, साइडमा। हामी चाहिँ मान्छे भेटिसकेको छ अनि त्यो यसो अहिले घरमै जाँदैछु। कुराकानी गर्दै जाँदै हुन्छ। होस् केही हुँदैन भने त्यही हो। आमालाई बोलाउनु, आमालाई थाहा त छैन होला। आमालाई सरप्राइज नि कहाँ थाहा हुनु। ह्याप्पी मदर्स डे आमा। ह्याप्पी मदर्स डे। ल हजुरलाई मदर्स डेको धेरै धेरै शुभकामना। कसले पठायो होला थाहा छ हजुरलाई? कसले पठायो होला? लिनु ल हजुरलाई कसले पठायो भन्नु त एकचोटि। कसले पठायो होला? थाहा नपाएपछि कसले पठायो भन्ने त भन्नु न, कोही न कोहीले त होला, याद त होला नि त यसले चाहिँ पठायो कि भनेर। कसले हो भन्नु ल। ल माइलीले होला नि होला, म देखेर भन्नु होला है। हो ल बुहारीले हजुरलाई सम्झेर अनि मदर्स डेको गिफ्ट ल्याइदिनु भन्नुभयो अनि त्यही भएर के आएको। नानीलाई फोन गरेँ बिहानदेखिको। हुन्छ जाने अब कस्तो जाने भने त यसो चिया खाएर जाने होइन। हुन्छ ल गइहाल्नु बस्नु न, चिया अब चिया खानु म चिया पकाउँछु। हुन्छ चिया त नखाने, एकछिन चाहिँ बस भन्नुभयो। अब एकछिन बस्नु कुराकानी गर्नुहोस् तपाईँहरू। नेट छ है, नेट दिनु न। जुन त अनि देखाइदिनु। नि ड्युटीमा गएको बिचरा। यो अहिले ड्युटीमा बिहान फोनै भएन आज मेरो। तपाईँको सासूलाई भेट्नुभयो हामीले। सासू के भन्नुहुन्छ त बुहारीलाई? के भन्नु? बुहारीलाई शुभकामना, राम्रो होस्। हजुर ल शुभकामना दिनुभएको छ तपाईँलाई। तपाईँ पनि राम्ररी बस्नुहोस् त्यही त है। खुसी लाग्यो तपाईँलाई? खुसी लाग्यो नि, अब बुहारीले सम्झिँदा खुसी लाग्दैन त। हजुर जाने बेलामा बिरामी थिएँ, म जान सकिनँ। त्यही बुहारी भेट्न नि आउनु सकिनँ, म जान नि सकिनँ। अब ठिक भयो नि तपाईँ होइन? अनि अहिले नि त्यस्तै बिरामी नै भएर आयो अहिले नि। अनि यो खुट्टाले त्यति बेला कामै गरेको थिएन, हिँड्नै नसक्यो। त्यही भएर ऊ पनि अब बिजी थियो नि त। हो नि, त्यही भएर अनि हतार पनि भयो क्या छिट्टै। हतार नि भयो। म जान नसक्ने, ऊ आउन नभ्याउने भयो। अब म जान सकिया भए त हुन्थ्यो, म जानै सकिनँ। त्यति बेला त खुट्टा त टेक्नै नहुने भएको थियो। तपाईँ चाहिँ के भन्नुहुन्छ कि? म केही भन्दिनँ, मलाई त मेरो चाहिँ मितिनी हुनुहुन्छ होइन। उहाँले चाहिँ मेरो सासूलाई सरप्राइज देऊ नदेऊ भने गरे भएर अनि मैले ल भनेर हिजो बेलुकाको प्लानले त्यत्तिकै
म यहाँ भन्ने थाहा पाएँ कि खै होइन आउनुहुन्छ भन्ने त थाहा थियो अनि त्यसपछि यहाँ एकचोटि आएको थिएँ नि त म वर्तमानमा बाबुको अनि अहिले पत्तै लाउन नसकेर नानीलाई 10 चोटि फोन गरेँ होला क्या रिसाई गर्नु अनि नभन् भनेपछि कहाँबाट भन्नु त नि नभनेपछि त कसरी चिन्ने त नि अनि त्यसपछि अर्को चोकमा गएछौँ कि फेरि अर्को गल्लीमा अनि भित्र छ नि त गाह्रो हुन्छ नि त म त पहिला नेट भेट्टाउनु भएन त्यही भन्छ सानोदेखि मलाई सबै सिकाउनु भएको उहाँले नै हो भनिरहन्छ त्यही त सानै उमेर अनि नानी पाएर नानी नजान्ने सिकाउन नजान्ने है आफूहरूलाई त्यति बेला त घर गिरिस्ती गरेरै बसिरहेको घर पाहाडमा नानी सिकाउन नभ्याएर म मेला गएँ नानीलाई हात त सिक्नु नि पऱ्यो आज नानीलाई तेल लगाइदिएर तातो बनाइदेऊ है भनेर गएको त के गर्ने त्यो केही नहुने बेला भएपछि त भगवान्ले जोगाउँदा रहेछन् कि म आउने बेला दिउँसै गरे नि हुन्थ्यो नि है म आउने बेला नानी सिकाएको कि ऐना यति दाउरा हालिन्छन् गुटुटु भालेर त्यहाँ माथि नानी यसरी हल्लाइरहेको सम्झना हुन्छ नि त्यही भएर चाहिँ बुद्धिमा थरथरी पाऊ के मानी भएस् के मानी अहिले डिप्टी छैन बाबु म अस्ति आयो हिजो बिहानै 6 बजे हस्पिटल गएको बेलुका 5 बजे बल्ल बल्ल फर्किएँ अनि हात रिपोर्ट लिन आज आयो भनेको थियो साउथीमा भनेर बसिरह अहिले कस्तो लागिरहेको भनिदिनु नि त अब छोरालाई नि मलाई रमाइलो लाग्यो नि छोरीसित भेट्नु देख्न पाउँदा उहाँ घर म भन्छु नि नानीलाई है ल ल अब त लाग्यो हामी पनि अब जानुपर्छ है काम हुन्छ सबैको है दाइ ल लाग्यो हस् धन्यवाद कफी पनि खाइयो मजाले है आमा लाग्यो ल